दाजु तपाईँलाई के समस्या भयो मेरो यहाँसम्म आइपुग्नु भयो के भएको तपाईँलाई भन्नुहोस् त डिटेलमा त्यो त बहुत डेन्जर देखेँ मैले हेर्न पनि सकिनँ होइन। अब यो अहिले तपाईँको जुन समस्या छ यो एकदम गम्भीर समस्या छ। तपाईँ जुन हेल्प माग्न आउनुभयो म पनि त्यही पुरै तरिकाले त हेल्प गर्न सक्दिनँ होला। मैले दिएको हेल्पले त तपाईँलाई पुग्दैन। मैले त्यही भएर सोसियल मिडियामा चाहिँ एउटा हात दिने निर्णय गरेँ। मैले सोसियल मिडिया नचलाएको पनि धेरै भयो होइन, नहालौँ भन्ने भइरहेको थियो आजभोलि भिडियो पनि, किन भन्दाखेरि कन्टेन्टहरू थिएन मसँग। त्यही भएर मैले हालिरहेको थिइनँ। तपाईँको अहिले जुन समस्या देखेँ त्यसले गर्दाखेरि मलाई के हुन्छ नि म रोकिन सकिनँ। त्यही भएर मैले भिडियो बनाएँ। एकपल्ट प्लिज यो घाउ खोलिदिनुहोस् न, म चाहिँ हेर्न सकिरहेको छैन गाइज। एकपल्ट प्लिज यो देखाउन जरुरी छ, किन भन्दाखेरि उहाँले चाहिँ कहीँबाट हेल्प पाइराख्नु भएको छैन। 5-7 वर्ष भयो होइन उहाँको चाहिँ यो समस्या। क्यान्सरको अहिले क्यान्सर भएको छैन भन्दै हुनुहुन्छ, तर क्यान्सर हुनलाई अब टाइम लाग्नेवाला छ क्या। किन भन्दाखेरि उहाँको एक्सिडेन्ट रहेछ, ट्रक एक्सिडेन्ट। र अब विगत गएको 7-8 वर्षमा पहिला एक्सिडेन्ट भएको र अहिलेसम्म यो घाउ ठिक हुन नसकेको अवस्था छ। उहाँलाई पक्कै पनि आम जनताले हेल्प नगरे उहाँको जिन्दगी छैन। मलाई लाग्छ नेपाली उखाको नाताले हामीले थोरै दिनु जसले सक्नुहुन्छ, जति सक्नुहुन्छ त्यति चाहिँ हेल्प गर्न सक्नुहुन्छ प्लिज। म यो भन्दै गर्दाखेरि बरु म एउटा हुन्छ नि एउटा ब्याङ्क लिङ्क पनि जोडिदिने छु। र प्लिज जसले 5 रुपियाँ 10 रुपियाँ 20 रुपियाँ जति सक्नुहुन्छ उहाँलाई हेल्प गरिदिनुहोस्। किन भन्दाखेरि उहाँको अवस्था एकदमै गम्भीर छ। यो अवस्थामा चाहिँ उहाँलाई लाग्छ कि मलाई हुन्छ नि अब एउटा नाता, हामी जुन नेपाली भएको नाताले गर्दाखेरि हामीसँग त्यो भावना छ। हामी धेरै नसके पनि थोरै दिन सक्छौँ र उहाँलाई बचाउन सक्छौँ। उहाँलाई कसैले पनि हेरेको छैन। एउटा उहाँ सानो टुक्रो कागज लिएर आउनुभएको थियो, त्यो कागज पनि मैले फोटो खिचेर राखेको छु। र उहाँले चाहिँ हुन्छ नि बाबु तिमीसँग जति छ 5-10 रुपियाँ जति छ मलाई त्यति हेल्प गरिदियो, म हेल्प माग्न आएको भन्नुभयो। मलाई एकदम गाह्रो भयो हुन्छ नि। त्यो डर लाग्दो छ नि त्यो दृश्य भने नि। त्यहाँनिर हुन्छ नि झिँगा बसिरहेको छ होइन। अब दाजु यसलाई छोप्नुहोस् म तपाईँलाई त्यहाँ लुगा सुकाएको छु, त्यो लुगाले म तपाईँलाई छोपिदिन्छु। अहिले उहाँहरूलाई अब एकसाथ खाना खुवाउन सक्छु र सायद अब 2-4 पैसा हेल्प गर्न सक्छु। त्योभन्दा म केही गर्न सक्दिनँ। त्यही भएर मैले एउटा भिडियो बनाएर सोसियल मिडियामा हाल्ने निर्णय गरेँ। प्लिज उहाँहरूलाई हेल्प गरिदिनुहोस्। हामी मानव भएका नाताले पनि उहाँहरूलाई हेल्प गर्न सक्नुपर्छ हामीले। थ्याङ्क यू सो मच गाइज।